अहिले रिसेन्टली सबैले हेरिरहेको छ स्ट्राइक्सहरू भइरहेको छ डक्टरहरू कुरा खाएर अस्ति भर्खरै कुन ठाउँमा होइन र डक्टर एउटा नर्सलाई कुटिरहेको थियो कि अन्त रिजन लाइक दे वर असल्टेड के थियो भन्दाखेरि चाहिँ त्यो एउटा भिजिटरलाई चाहिँ तपाईँहरू मोबाइल नचलाउनुहोस् गेम नखेल्नुहोस् भनेर के ब्रो अब लाइक सर्टन रुल्स एन्ड रेगुलेसन हुन्छ होइन अब इफ यु आर मेडिकल पर्सन यु नो होइन तिमी ओटीमा चाहिँ सर्टन स्क्रब गरेर जानुपर्ने हुन्छ कुनै ठाउँमा छिर्नुभन्दा अगाडि स्टाइल कन्डिसन मेन्टेन गर्नुपर्ने हुन्छ क्रस कन्डिसन रोक्नुपर्ने हुन्छ अब बेसिक स्टफ भन्दाखेरि पनि तिमी अब दे गेट असल्टेड भने पछाडि चाहिँ दुइटा अब तिनीहरूको चाहिँ एउटा मेन्टालिटी र तिनीहरूको इन्साइट देखाउँछ एउटा होइन अर्को कुरो भन्दाखेरि चाहिँ रिपिटेड यस्तो फ्रिक्वेन्ट इन्सिडेन्ट्सहरूले पनि पिपल आर इन्करेज के होइन इफ लाइक म पिटिरहेको छु कसैलाई म त्यो हेल्थ प्रोफेसनलहरू असल्ट गरिरहेको छु भने आई विल नट बी गिभन एनी पनिसमेन्ट पछि दे विल बी इन्करेज टु लाइक रिपिट द सेम एक्ट अगेन अगेन होइन सो एउटा ल नै पास गर्नुपर्छ कि अनि त्यसमाथि आयो अब लट अफ कम्प्लेन्ट अगेन्स्ट एनएमए पनि एनएमए पनि राम्रो छ एनएमए पनि लाइक अस्तिको पनि इन्सिडेन्ट्समा कुनै पनि एनएमएले एक्ट गर्नुभन्दा अगाडि चाहिँ सर्टन प्रिन्सिपल्सहरू हाइलाइट गरेर पब्लिकमा आएर भन्नुपर्ने हुन्छ कि नट जस्ट भित्र कोठामा गएर त्यो कुराहरू सर्ट आउट गर्ने चाहिँ आई डोन्ट थिङ्क इट्स लाइक मेरो ओपिनियन हो होइन अनि अलट अफ लाइक सिधा सेम जस्तो लाग्छ होइन सो सर्टन पब्लिकली स्टेट गर्नुपर्ने हुन्छ बिकज एनएमए सुड वर्क फर द बेनिफिट अफ लाइक मेडिकल प्रोफेसन होइन त्यो एलेक्ट भइसके पछाडि नट तिनीहरू आफ्नो लागि त अब